केमिस्ट्रीकी सबैलाई आरामै और आनन्दित हुनुहुन्छ होला। म फेरि तपाईँको माझमा एउटा सानो वचन लिएर आएको छु। अरू वचन मेरो अयुबको पत्री 1बाट लिएर म बाँड्नेछु। तर म तपाईँलाई वचन पढेर व्याख्या गर्ने छैन, त्यो पोइन्टहरू भन्ने छु म, त्यो तपाईँले पढ्न सक्नुहुन्छ र वचनलाई सुन्नुहोला अन्तसम्म, फेरि तपाईँहरूले बुझ्नुहुन्छ है। म किनकि त्यसको उदाहरण र वचनको उसको दुईवटै तौरले म तपाईँलाई सम्झाउने कोसिस गर्नेछु हैन। हामी अयुबको जीवनमा हेर्छौँ है। त्योभन्दा पहिला म थोडा सा उदाहरण दिन्छु हजुरलाई। एक व्यक्ति जो संसारमा आफ्नो कलेसियामा जान्छ र उससित सब कुछ छ, प्रस्तुत मतलब कुनै चीजको कमी परमेश्वरले उसलाई राख्नु भएको छैन, र पनि ऊ कलेसिया जान्छ, परमेश्वरको वचन सुन्छ, आराधना गर्छ र परमेश्वरको डर भयमा रहन्छ। अचानक उसको सारा चीजहरू सबै छिन्यो भनेपछि ऊदेखि सब कुछ ऊदेखि टाढा भयो भनेपछि ऊ व्यक्ति टुटेर कस्तो होला? सायद उसको विश्वास पनि टुट्छ होला उस समयमा। तर बाइबलमा जब हामी हेर्छौँ अयुबलाई, उसित के घटनाहरू भएको छ। तपाईले बाइबलमा अयुब 1 देखि स्टार्ट गर्नु होला, 20-22 सम्म गर्नु होला। त्यहाँ तपाईले बुझ्नुहुन्छ, स्पष्ट बुझ्नुहुन्छ कि हाम्रो विश्वासलाई जाँच्नको लागि परमेश्वरले क्या परीक्षा ल्याउनु हुँदैन। कहिलेकाहीँ यस्तो हुन्छ कि आफ्नो छोरा र छोरीको विश्वास परमेश्वरले जाँच्नुहुन्छ कि ऊ ममा कतिको धेरै राख्न सक्छ, उसको विश्वास कस्तो छ भनेर परमेश्वरले जाँच्नुहुन्छ हामीलाई। कहिले कसो सधैँभरि शैतानले आक्रमण गर्दैन हाम्रो जीवनमा। कहिलेकाहीँ परमेश्वरले पनि हाम्रो विश्वासलाई जाँच्नको लागि कष्टहरू हाम्रो जीवनमा पठाउनुहुन्छ, किनकि हाम्रो विश्वास कतिको डरदिलो छ उस समयमा। अयुबको जीवनमा शैतानको हिम्मत थिएन कि उसको जीवनमा आक्रमण गर्न सकोस्, किनकि उसको विश्वास यस्तो थियो कि शैतानले उतर्फ हेर्दैन थियो। अयुबको 8मा पढ्नु होला, उहाँ आफै परमेश्वरले भन्नुहुन्छ कि जब शैतान पूरा पृथ्वीको चक्कर काटेर जब परमेश्वरको माझमा गइपुग्छ, तब परमेश्वरले भन्नुहुन्छ कि तँले मेरो दास अयुबलाई देखिस्, किनकि यस पृथ्वीमा ऊ जस्तो असल मानिस र इमानदार व्यक्ति कोही पनि छैन। तब शैतानले के भन्छ? तैँले उसको हरेक चीजमा रक्षा गर्छस् र त्यसैले ऊ त्यस्तो छ। तैँले जब उसको सारा चीजबाट आफ्नो हात हटाउँछस्, तब तँलाई उसले श्राप दिनेछ। तब परमेश्वरले अयुबको विश्वासलाई जाँच्नु भयो त्यहाँ। तब अयुब 1:12मा शैतानलाई परमेश्वरले अयुबको जीवनमा हाल्नुभयो। जब शैतान उसको जीवनमा गयो, सबैभन्दा पहिला उसले अयुबका जीव जन्तुहरूमा आक्रमण गर्न थाल्यो। अयुब एउटा यस्ता व्यक्ति थिए जोसित धन सम्पत्ति हरेक चीजमा परिपूर्ण भएको व्यक्ति थिए। परमेश्वरको आशिष यति थियो उहाँमाथि कि उहाँलाई कसै चीजको कमी थिएन। उहाँका 7वटा छोरा, अरू 3वटी छोरी थिए। कुनै चीजको कमी उहाँलाई थिएन। जब परमेश्वरले परीक्षा लिनुभयो र शैतानलाई उहाँको जीवनमा पठाउनु भयो, तब सबैभन्दा पहिलो आक्रमण उसले उहाँका जीवजन्तुहरूमा गर्यो। उहाँको नोकरहरूले उहाँलाई त्यो सुसमाचार सुनाए कि उसको घोडाहरू, उसका भेडाहरू, तिनी सब चीजहरू
आफै मर्न लागे, कोही बाघहरूले खाएको के धेरै कुराहरूमा तिनीहरू गए। जाँदाखेरि फेरि पनि उहाँले आफ्नो विश्वासलाई कमजोर बनाउनु भएन। फेरि त्यही जब उहाँका 7 भाइ छोरा, 3 बहिनी छोरी बनी, छोरीलाई पनि शैतानको द्वारा उहाँ पनि नाश हुनुभयो, तब पनि उहाँ टुट्नु भएन। जब उहाँको शरीरमा म थोडा वचनलाई फास्ट लिँदैछु, अब बुझ्नु होला यो वचनलाई। जब उहाँको सारा सम्पत्ति, धन दौलत सारा खत्म भइसक्यो, अनि जब उहाँको शरीर एउटा फोडा भएर कुहिएर सब भए है, अयुबले खरानी घस्ने के घस्ने गर्थे दागमा। फेरि पनि उनीहरूको साथीहरू, उनीहरूको आस पडोसवालाले उनीहरूलाई धिक्कार्थे। तब पनि अयुबले के भन्नुभयो थाहा छ? जो परमेश्वरको थियो त्यो परमेश्वरले लिनुभयो। फेरि पनि उहाँको विश्वास टुटिन। भाइहरू बहिनी, उहाँको विश्वास परमेश्वरमा भएको जस्तो व्यक्ति मैले देखिन। मलाई अयुबको पुस्तक यति मनपर्छ कि अयुबको पुस्तक पढेर मेरो हृदय एकदम शान्त रहन्छ। जब अन्तिम समयमा अयुबको पत्नीले पनि परमेश्वरलाई छोड्नको सल्लाह दिए, तब पनि उनी पछि हटिनन्। ल, लास्टसम्म उनको विश्वासले उनलाई थाहा छ के गर्यो? उनको विश्वासको द्वारा उनी त चङ्गाई भए। जो कुछ उनीसित पहिला थियो उसको 3 गुणा धेरै परमेश्वरले उहाँलाई आशिष दिनुभयो। कि आज हामी हाम्रो यीशु मसीहलाई आफ्नो पितालाई गवाही गर्ने मौका दिन्छौँ कि नै? त्यो व्यक्ति विश्वासमा अडिल छ र उसको विश्वास मजबुत छ र ऊ जस्तो व्यक्ति पृथ्वीमा छैन भनेर यीशु मसीहलाई आफ्नो पिताको अगाडि बोल्ने अवसर हामीले दिएको छौँ। आज हामी स्वर्गमा प्रवेश गर्ने भनेको नै यीशु मसीह हो। एकमात्र रास्ता, बाटो उहाँको द्वारा हामी जान सक्दैनौँ। यिनी कुराहरू हामीले बुझ्नुपर्छ। यो वचनलाई सायद तपाईँले बुझ्नुहुन्न होला। तपाईँ अयुबको 1 देखि लिएर 20 सम्म पढ्नु होला, तपाईँलाई साह्रै स्पष्ट उहाँ पनि छ दिएको छ, आफै पनि बुझ्नुहुन्छ है। किनकि वचनलाई म छिटो र सटकरीमा र अरू बीचबाट सायद बाँडिरहेको छु होला, तपाईँले बुझ्नुहुन्छ होला यो चिजलाई। किनकि हामी एउटा आम विश्वासीले सायद यो सम्भव छैन कि हाम्रो सबै चिजहरू हामीबाट हरायो भने चाहिँ हामी त्यस विश्वासमा दरिलो हुन सक्छौँ कि सक्दैनौँ त्यो त हामीलाई थाहा छैन। जब हाम्रो परीक्षामा हामी पढ्छौँ त त्यस समयमा हाम्रो विश्वास मात्र केवल परमेश्वरमा हुनुपर्छ। यस संसारको मानिसहरूले हाम्रो समस्यालाई टार्न सक्दैन। हाम्रो समस्या टार्ने भनेको नि परमेश्वर हो। हामी जब पीडामा हुन्छौँ, हामी जब दुःखमा हुन्छौँ त तब परमेश्वर नै हाम्रो बाटो हुनुहुन्छ त्यस जग्गाबाट निकाल्नको लागि, न कि संसारको मानिसहरू। संसारमा धोका मात्र ही छ। संसारमा धोकाको बाहेक केही छैन मेरो भाइ बहिनी हो। मानिस एउटा यस्तो चिज हो कि एउटा 1 लाखको लागि पनि उसले खुन गरिदिन सक्छ, तर परमेश्वर त्यस्तो हुनु हुँदैन। हामी पापी थियौँ र पनि हाम्रो निम्ति उहाँ बलिदान हुनुभयो। हामी अन्धकारमा भट्किरहेको थियौँ, त्यहाँ अन्धकारबाट उहाँले हामीलाई तानेर एउटा ज्योतिमा राखिदिनु भयो। यति दयालु परमेश्वर हुनुहुन्छ।
आज हामी फेरि पनि हामी दायाँ र बायाँ, बायाँ र दायाँ, बायाँ र दायाँ, यता र उता, कहिले योतर्फ कहिले उत्तर्फ लागिरहेको छौँ। हामी आफ्नो जीवनमा एउटै बाटो रोज्नुपर्छ, त्यो बाटो हो यीशु। यीशुलाई जबसम्म हामीले साँचो हृदयले अपनाउँदैनौँ तबसम्म हाम्रो जीवनमा उद्धारै छैन। ज्यामिसेकी बस यति नै। फेरि पनि म आफूले बुझेको सम्मको वचन ल्याएर फेरि पनि हजुरको माझमा आउन सक्छु। तबसम्मको लागि बिदा चाहन्छु। ज्यामिसी। आमीन।